यात्रा अनौठो हुन्छ, कसैका लागि चुनौतीपूर्ण, कसैका लागि प्रेरणादायी। आज हामी क्यानाडामा आफ्नो पहिचान बनाएका नेपालीहरूको कथा सुन्दैछौँ। यो हो मेरो यात्रा भाग 2 यानि एपिसोड 2। सङ्गम, वेलकम छ तिमीलाई। सो तिम्रो सानो इन्ट्रोडक्सनबाट सुरु गरौँ। थ्याङ्क यू। म चाहिँ सङ्गम पौडेल, म 24 वर्ष भएँ। म क्यानाडा आएको चाहिँ अलमोस्ट 2 वर्ष भयो। अनि म मिसन एफएमको भ्यान्कुभरको फाउन्डर अनि मिसन एफएम नेपालको चाहिँ को फाउन्डर। ओके, सो मिस्टर नेपेम कसरी सुरु भयो त? मिसन एफएम कसरी सुरु भयो भन्दाखेरि चाहिँ यो मेरो दाइले हो सुरु गरेको चाहिँ। मेरो दाइ नेपालमा हेम्प रिलिगलाइजेसनको क्याम्पेनमा धेरै नै एक्टिभ हुनुहुन्छ र बिङ अ हेम्प इन्थुजियास्ट उहाँलाई हेम्प इन्डस्ट्रीमै केही गर्नु थियो र वाइ नट क्लोदिङ भनेर त्यहाँदेखि सुरु भएको। ओके, सो मिस्टर नेपेम चाहिँ कहिले सुरु गर्यो अनि नाम मिस्टर नेपेम नै किन राख्यो त? यो सुरु भएको चाहिँ 2018मा हो र नेपेम नै किन राखेको भन्दाखेरि चाहिँ नेपेममा चाहिँ नेपाल प्लस हेम्प हो, त्यही नै हो। ओके, सो मिस्टर नेपेमको तिम्रो लोगो चाहिँ लाइक एकदम युनिक छ। लाइक त्यो लोगो चाहिँ लाइक कतै पेड गरेर गराएको हो कि तिम्रो अथवा तिम्रो दाइको क्रिएसन हो कि के हो? होइन, यो पेड चाहिँ होइन, कन्सेप्ट मेरो दाइको नै हो र हाम्रो सानो टिम थियो। त्यसमा एकजना वेब डिजाइनर हुनुहुन्थ्यो दाइ र अर्को ग्राफिक डिजाइनर हुनुहुन्थ्यो, उहाँको नाम पनि सङ्गमै हो। मेरो कन्सेप्ट चाहिँ दाइको र डिजाइन चाहिँ उहाँ सङ्गम दाइको हो। र लोगोमा चाहिँ के छ भन्दाखेरि हाम्रो नेपालको फ्ल्यागको दुईवटा चन्द्र सूर्यको बिचमा चाहिँ एउटा सेटिभा लिफ र एउटा इन्डिका लिफ छ। ओके, नाइस। सो मुभिङ टु नेक्स्ट क्वेसन। सो तिम्रो दाइले इन्डिभिजुअली गर्नु भएको थियो कि कोही पार्टनरसिप थियो कि के? इन्डिभिजुअली नै थियो। इन्डिभिजुअली गर्नुभएको थियो। सो तिमी चाहिँ कहिले जोइन भयो होला? तिमीलाई इन्ट्रेस्ट कसरी लाग्यो त नेपेममा जोइन हुन? म जोइन भएको चाहिँ 2019को लास्टतिर हो। मलाई इन्ट्रेस्ट कसरी लाग्यो भन्दाखेरि चाहिँ म यसमा जोइन हुनुभन्दा पहिला मेरो आफ्नै अर्को स्टार्टअप थियो इन्टेरियर डिजाइनिङको। एउटा पार्ट हामी टायरलाई रिसाइकल गरेर फर्निचर अनि डेकोरेसनहरू त्यो गर्थ्यौँ र मेरो इन्ट्रेस्ट जहिले पनि सस्टेनेबल कुराहरूमा, सस्टेनेबल इन्डस्ट्रीमा भएको हुनाले हेम्प फाइबर र हेम्प इन्डस्ट्री सस्टेनेबल भइहाल्यो त्यहाँ, त्यो भएर मलाई इन्ट्रेस्ट भएको यो बिजनेसमा चाहिँ। सो हेम्प नै किन त? हेम्प नै किन भन्दाखेरि चाहिँ हेम्प इज वान अफ द भन्दा नि हेम्प इज द मोस्ट सस्टेनेबल फेब्रिक। अनि यो फेसन इन्डस्ट्रीमा चाहिँ फेसन इन्डस्ट्री पोल्युसनको, इन्भाइरोमेन्ट पोल्युसनको एउटा टप मोस्ट क्याटेगोरी हो र त्यसलाई कम गरौँ र स्लो फेसनलाई अलि इम्पोर्टेन्स दिउँ भनेर चाहिँ हेम्प चुज गरेको हो। अनि हेम्प चाहिँ जस्तै अब कटन एउटा अर्ग्यानिक फाइबर मानिन्छ र हेम्प चाहिँ कटनभन्दा 4 गुणा 5 गुणा बढी बेनिफिसियल छ। किन भन्दाखेरि चाहिँ हेम्पको क्लोदिङले कटनको भन्दा 4 गुणा बढी वार्मर हुन्छ, 4 गुणा बढी न्यानो हुन्छ अनि ड्युरेबल हुन्छ, 4 गुणा बढी ड्युरेबल हुन्छ कटनको फेब्रिक भन्दा। अनि प्रोडक्सनमा जाँदाखेरि पनि कटन प्रोडक्सनमा जति पानी चाहिन्छ, पानीको युज हुन्छ, त्यसको आधा पानी चाहिन्छ सेम एमाउन्ट अफ फाइबर प्रोडक्सन गर्नको लागि हेम्पलाई चाहिँ। अनि ल्यान्ड पनि कटनलाई जति चाहिने हो त्यसभन्दा आधा ल्यान्डमा चाहिँ इक्वल एमाउन्ट अफ फाइबर प्रोडक्सन हुन्छ हेम्प चाहिँ। अनि कटनलाई चाहिँ अब पेस्टिसाइड चाहियो, दुनियाँ थरी केमिकलहरू चाहियो प्रोडक्सन गर्नलाई। हेम्पलाई चाहिँ पेस्टिसाइडहरू केही पनि चाहिन्न र उल्टो हेम्पले हाम्रो टप सोइललाई चाहिँ अझै मलिलो बनाउँछ। त्यो भएर हेम्प वान अफ द बेस्ट फाइबर इन प्लानेट, सो वी सुड चुज हेम्प। ओके, सो तिम्रो दाइले नेपालमा हुँदा चाहिँ लाइक फिजिकल स्टोर नै थियो कि अनलाइन नै गर्नुभएको थियो त? सुरुमा चाहिँ हाम्रो अनलाइन नै थियो, हामीले अनलाइन गरेर राख्थ्यौँ। अनि यो विकली मार्केट हुन्थ्यो हाम्रो बुटोलमा थियो सुरुमा चाहिँ,
स्याटरडे मार्केट हुन्थ्यो र अरू 2-3टा मार्केटहरू हुन्थ्यो। हामी मार्केटमा जान्थ्यौँ, राख्थ्यौँ। अनि यो मेला महोत्सवहरूमा पनि राख्थ्यौँ हामीले। पछि चाहिँ यो फर्स्ट कोभिड र सेकेन्ड कोभिडको बिचमा चाहिँ हामीले स्टोर पनि राखेका थियौँ बुटोलमा। बुटोलमा। सो ल मिस्टर नेपेम चाहिँ बुटोलबाट सुरु भयो खासमा? बुटोलबाटै सुरु भयो। ओके, सो मुभिङ टु नेक्स्ट क्वेसन। सो तिम्रो चाहिँ टार्गेट कस्टमर चाहिँ को हो त? हाम्रो टार्गेट कस्टमर चाहिँ हेम्प इन्थुजियास्ट नै हो, जो मान्छेलाई सस्टेनेबल फ्याब्रिकमा इन्ट्रेस्ट छ, जसलाई इन्भाइरोमेन्ट पल्युसनसँग प्रब्लम छ, जसले सस्टेनेबल सल्युसन खोजिरहेको छ यो फेसन जङ्कको अगेन्स्टमा, उनीहरू हो। र एज ग्रुपमा जानुपर्दा चाहिँ मेनली मिलेनियल्स र जेनजी हो। ओके, सो यो कटन र हेम्पको अघि कम्पेरिजन गर्यो तिमीले, सो त्यसमा चाहिँ यो लाइक प्रोडक्सन कस्टको कुराहरू लाइक कुनमा चाहिँ एकदम रिलायबल छ त प्रोडक्सन कस्ट चाहिँ? अब ग्लोबल मार्केट, ग्लोबल इन्डस्ट्री हेर्दाखेरि चाहिँ रिलायबल हेम्प नै छ। तर अब एज हाम्रो चाहिँ प्रोडक्सन नेपालदेखि हुँदाखेरि नेपालमा इलिगलै छ। इन्डस्ट्रियल हेम्पलाई लिगल भए पनि त्यो त्यति साह्रो स्किल भएको छैन। त्यो हेर्दाखेरि चाहिँ चिपर चाहिँ कटनै हुन जान्छ अहिलेको लागि। अब पछि अब के हुन्छ सिचुएसन, त्यो अनुसार अब सबै पोलिटिकल सिचुएसन एभ्रिथिङ फेभरेबल भयो भने चाहिँ हेम्प नै हुन्छ रिलायबल। ओके, सो तिमी नेपालमा चाहिँ लाइक आफ्नै प्रोडक्सन छ कि लाइक कि अरू आउटसोर्सबाट गर्छौ कि? नै, हाम्रो आफ्नै प्रोडक्सन चाहिँ छैन, हामी आउटसोर्सिङै गर्छौँ। सम अफ द टप इन्डस्ट्रीहरू हेम्पको हामी त्यहाँबाट नै लिइरहेको हुन्छौँ। ओके, सो लाइक प्रोडक्सन चाहिँ कहाँ बुटोलमै हुन्छ कि काठमाडौँ अथवा कुनै अरू ठाउँबाट? प्रोडक्सन चाहिँ मेनली काठमाडौँमै छ र अलिअलि पोखरामा हुन्छ अनि अलिअलि चाहिँ हाम्रो सुर्खेतमा हुन्छ। सो आउटसोर्सिङ गर्दा लाइक अरूसँग काम गर्दा अरूसँगबाट चाहिँ त्यो प्रडक्टहरू लिँदा चाहिँ लाइक कतिको फ्लेक्सिबल हुन्छ त, लाइक एकर्डिङ टु प्राइसिङ, लाइक डेलिभरी तिनीहरूबाट डेलिभरी पाउनलाई? फ्लेक्सिबल अलिक गाह्रै छ, किनकि नेपालमा अझै पनि हेम्प इन्डस्ट्री अलिक ट्रेडिसनलै छ। अनि एभ्रिथिङ ट्रेडिसनल भएको हुनाले डिजाइनदेखि लिएर डिजाइन हामीले दिएको र हामीले पाउने रिजल्टदेखि लिएर उनीहरूको अब प्राइस म्याचिङ कहिले अब त्यो एउटै हुँदैन। त्यो भएर पनि हो। अनि एउटा चाहिँ सिन्डिकेट टाइपको छ भनौँ न इन्डस्ट्रीमा पनि, सप्लायरहरूमा नेपालमा चाहिँ हामीले गरिरहेकोमा त्यति साह्रो पनि छैन, तर लगभग टु सम एक्सटेन्ट त्यो छ अरूलाई चाहिँ। ओके, सो अनि यो कटनको कपडा र हेम्पको कपडामा चाहिँ लाइक प्राइजिङमा चाहिँ कतिको डिफ्रेन्स हुन्छ त? प्राइजिङ त अब अलमोस्ट कटनभन्दा हेम्प डबलै हुन्छ। अब फेब्रिकमा जाँदा पर्दाखेरि चाहिँ अब प्रोडक्सन भइसकेको कपडाहरूमा त अब ब्रान्ड अनुसार भइहाल्यो, त्यो त भयो। प्रोडक्सनमा र फेब्रिकको अनुसार जाँदाखेरि चाहिँ हेम्प अलमोस्ट डबलै हुन्छ। ओके, सो तिमी क्यानाडा आएको 2 वर्ष भयो। सो तिमीले चाहिँ लाइक क्यानाडा आउनुको रिजन? क्यानाडा आउनुको रिजन भन्दाखेरि चाहिँ मलाई विदेश आउनु मनै थिएन। मेरो 2टा स्टार्टअप थियो, एउटा हेम्पको र अर्को इन्टेरियर डिजाइनिङको। र कोभिड पछि चाहिँ अब सटडाउनै गर्नु पऱ्यो, हाम्रो फिजिकल स्टोर थियो, सटडाउनै गर्नु पऱ्यो। अनि त्यसपछि झन् पहिला भन्दा नि नराम्रो भयो नेपालको इकोनोमी। एउटा रिजन त्यो हो। र अर्को रिजन क्यानाडा नै किन भन्दाखेरि चाहिँ अब यो अब ग्लोबल मार्केट हो, फर्स्ट नेसन कन्ट्री हो र क्यानाबिज इन्डस्ट्री बहुत ठुलो छ यहाँ। अनि अर्को कुरा चाहिँ क्यानाबिज लिगल छ यहाँ, त्यो भएर चाहिँ मैले क्यानाडा नै चुज गरेँ। ओके, सो क्यानाडामा चाहिँ कतिको फ्लेक्सिबल रहेछ त हेम्पको कपडा बेच्नलाई? फ्लेक्सिबल छ हामीलाई, किनकि हेम्प भनेको अब क्यानाबिज जुन हामीले रिक्रेसनल क्यानाबिज हामी स्मोक गर्छौँ त्यो चाहिँ त्यसमा THC हुन्छ, जुन कुराले हामीलाई हाई गराउँछ। हेम्पमा चाहिँ THC 0.3% भन्दा नि कम हुन्छ कि चाहिँ 0% भन्दा नि मिल्छ। त्यही भएर THC नभएको हुनाले हामीलाई इम्पोर्ट गर्दा होस् या बेच्दा होस् हामीलाई कुनै पनि त्यो स्पेसल लाइसेन्स र वा पर्मिट त्यस्तो केही पनि चाहिन्न। हामी नर्मल क्लोदिङ ब्रान्डहरू जस्तै हामी एक्जिक्युट गर्न मिल्छ। ओके, सो तिमीले अहिले यहाँ क्यानाडामा हेम्पको लुगा बेच्दा चाहिँ तिमी चाहिँ कति फरेनर्सहरू चाहिँ कतिको लाइक एट्र्याक्ट छ त? धेरै नै छन्। हाम्रो मार्केट, हाम्रो कस्टमर्स हेर्दाखेरि चाहिँ
नेपाली भन्दा पनि फरेनर्सै अलि धेरै छन् भनौँ न। अहिलेलाई लगभग एज अ स्टार्टिङ छ के अरे हाम्रो चाहिँ, त्यो भएर नेपालीहरू अलि धेरै नै छ भनौँ, नेपाली कस्टमर्स हाम्रो अलमोस्ट 40-60 छ, नेपाली 40%, फरेनर 60% त्यस्तै छ अहिले। सो तिम्रो यहाँ क्यानाडामा चाहिँ के फिजिकल स्टोर छ कि अनलाइन गरिरहेछौ? हामी अहिले अनलाइनै गरिरहेछौँ। अनलाइन गरिरहेछौ, ओके। सो तिमी अहिले भ्यान्कुभरमा छौ, सो तिम्रो लाइक कस्टमरहरू छ लाइक विथिन भ्यान्कुभर छ कि लाइक आउट अफ भ्यान्कुभर? भ्यान्कुभरमा चाहिँ लगभग 60 to 70% भ्यान्कुभरमै छन्, र त्यो बाहेक अब बाहिर पनि छन्। जस्तै अब मैले रिसेन्टली नर्दर्न बिसीमा पठाएको थिएँ एकजना कस्टमरलाई, नर्दर्न बिसी, अनि हाम्रो प्रिन्स एडवर्ड आइल्यान्ड भन्ने नोभा स्कोसियातिर छ, वहाँ पनि उताबाट नि अलिअलि हुनुहुन्छ कस्टमरहरू। ओके, सो जियोस् राम्रो चलिरहेछ, राम्रो गइरहेछ। ओके। सो अनि तिम्रो जुन जर्नी थियो, जुन तिमी 2019मा जोइन भयो, 2024सम्म मात्र गरौँ हामीले अहिले, 2019देखि 2024को बिचमा चाहिँ तिम्रो एउटा के प्राउडेस्ट मोमेन्ट अथवा लाइक मेमोरी हुनेवाला चाहिँ के छ? मलाई चाहिँ मेमोरी अब जुन मेमोरी पनि राम्रै लाग्छ, तर प्राउडेस्ट मोमेन्ट भन्नुपर्दाखेरि चाहिँ हामीले बुटवलमा फिजिकल स्टोर ओपनिङ गर्दाखेरि चाहिँ, ओपनिङको बेलामा चाहिँ नेपालको अब हेम्प लिगलाइजेसनको भनौँ न एउटा विद्वान मान्छेहरू जो फ्रन्टमा हुनुहुन्छ, भीम उपाध्याय र अरू पनि हुनुहुन्थ्यो, उहाँको टिम, उहाँहरू आएर हाम्रो अब युट्युबदेखि लिएर एभ्रिथिङमा प्रमोट गरिदिनु भयो, र धेरै नै भनौँ न हामीलाई इन्सपायर गरिदिनु भयो। त्यो नै लाग्छ मलाई चाहिँ प्राउडेस्ट मोमेन्ट। सो अनि तिम्रो यो हेम्पको मिस्टर नेपेमको यात्रामा नेपालदेखि लिएर क्यानाडासम्मको लाइक स्ट्रगलिङ फेजहरू कस्तो थियो? स्ट्रगलिङ फेज चाहिँ मेन भनेको हाम्रो कोभिडकै बेलामा थियो। स्ट्रगलिङ फेज बहुत गाह्रो थियो कोभिडमा चाहिँ, अलमोस्ट एभ्री इन्डस्ट्रीमा त्यही थियो, हामीलाई नै गाह्रो भयो। र स्टार्टिङमा चाहिँ हामी रिलायबल सप्लायरको खोजी गर्दा चाहिँ अलि धेरै स्ट्रगल थियो। ओके, सो अफ द टपिक, तिमी क्यानाडाको 2 वर्ष भयो, सो लाइक वाट वाज यर फर्स्ट जब इन क्यानाडा? मेरो फर्स्ट जब चाहिँ म एउटा मुभी थिएटरमा, सिनिप्लेक्स भन्ने हो यहाँको पपुलरै हो, सिनिप्लेक्समा म सिटहरू इन्स्टल गर्ने काम गरेको थिएँ सुरुमा चाहिँ। सिटहरू इन्स्टल गर्ने? हजुर। कतिको गाह्रो थियो त? गाह्रो अब मेन जे ड्युटी एसाइन गरेको थियो त्यो चाहिँ त्यति साह्रो गाह्रो थिएन, तर बिसाइड द्याट उनीहरूले वेयर हाउसको टाइपको जब पनि गराउँथ्यो हामीलाई काम, त्यो चाहिँ अलिक गाह्रो हुन्थ्यो। ओके, सो अनि क्यानाडा तिमी पढ्नै आएको हो अभियसली, हजुर। सो लाइक पढाइ, पार्ट टाइम जब, अनि साइडमा आफ्नो एउटा साइड बिजनेस, त्यो गर्दा चाहिँ कतिको अप्ठ्यारो हुनेछ त आफूलाई टाइम म्यानेजमेन्ट गर्न? यो बहुतै अप्ठ्यारो छ, र त्यसमा म आएको नै 2 वर्ष भयो। मैले यो मिसन एफएम गर्न चाहिँ सुरुदेखि नै खोजे हो, म आउँदादेखि नै यही थट बनाएर आएको, तर बल्ल स्टार्ट गर्दैछु मैले, 3-4 महिना भयो भनौँ। त्यो गाह्रो टाइम म्यानेजमेन्ट गर्न गाह्रो भएको हुनाले नै यो ढिलो भएको मैले सुरु गर्न, र अझै पनि अब स्टडी कम्प्लिट गर्ने बेरसम्म अलिक गाह्रो नै छ। सो तिमी क्यानाडा चाहिँ कुन इयरमा आयो यहाँ? म 2023मा आएको। 2023? सो तिमीले कुन इयरमा 2023मा स्टार्ट गर्यौ नेपेम? नाइ 2024मा गरेँ मैले स्टार्ट चाहिँ, 2024को एन्डिङतिर। ओके, सो तिमीले यदि एउटा कसैलाई एडभाइस दिन चाहन्छौ भने, लाइक यदि एउटा कोही नयाँ मान्छे यो क्लोदिङ इन्डस्ट्रीमा छिर्दैछ, मेनली हेम्पमा, तिमीले चाहिँ के एडभाइस दिन चाहन्छौ? अब हेम्प क्लोदिङ इन्डस्ट्रीमा छिर्ने कोही छ भने चाहिँ मैले एडभाइस चाहिँ फर्स्ट थिङ भनेको रिलायबल सप्लायर खोज्नु पऱ्यो, र आफ्नो प्रोडक्ट जे छ त्यो नै ट्रु मार्केटिङ गर्नु पऱ्यो, फेक मार्केटिङ केही हुन भएन, किनकि यो अरू क्लोदिङ लाइन जस्तो अलि छैन हेम्प इन्डस्ट्री भनेको। त्यही नै छ अहिले एडभाइस। ओके, सो तिमी चाहिँ अहिले हेम्पको लुगाहरू बेच्दा चाहिँ तिमी अहिले सोसल मिडियाहरू केमा एक्टिभ छौ त? अहिले म धेरैमा त छैन, मोस्टली एक्टिभ इन्स्टाग्राम र फेसबुकमा हो, र टिकटकमा पनि छु। ओके, सो तिम्रो के वेबसाइटहरू? वेबसाइट missionfm.store हाम्रो अलमोस्ट कम्प्लिट भइसकेको छ। अब यो हाम्रो
यही मन्थको सेकेन्ड विकभन्दा अगाडि नै हाम्रो लाइभ हुन्छ। सो नेपालमा चाहिँ दाइले नै हेरिराख्नु भएको छ कि तिमीले पनि केही हेरिरहेको छौ नेपालको चाहिँ? नेपालमा चाहिँ मेरो दाइले नै हेर्नुहुन्छ र अहिले दाइ चाइना हुनुहुन्छ, त्यो भएको हुनाले अप टु सम एक्सटेन्ट मैले नै हेरिरहेको छु अहिले। सो तिमी यहाँ चाहिँ लाइक इन्डिभिजुअल गरिरहेछौ अथवा पार्टनर कोही छ कि? अहिले म इन्डिभिजुअलै छु। इन्डिभिजुअल गरिरहेछौ? हजुर। सो इन्डिभिजुअल गर्दा गाह्रो त हुन्छ होला? अफकोर्स। क्यानाबिज नेपालमा त्यहाँदेखि जुन यो हाम्रो पोलिटिकल लिडर्सहरूले जे फैलाइदियो, मान्छेहरूले जे फैलाइदियो त्यो कुराले चाहिँ नराम्रो मानिरहेको हो। नत्र त्योभन्दा पहिला जब लिगल थियो त्यति बेला चाहिँ हेम्प क्यानाबिज इन्डस्ट्री भनेको एउटा मोस्ट रेकग्नाइज इन्डस्ट्री नै थियो नेपालको। र त्यति बेला रिगार्डिङ हिपी ट्रायल कति त्यो 60s देखि 80s को कुरा हो। त्यति बेला वर्ल्ड इकोनोमी नै हल्का क्रास गरिदिएको थियो नेपालको क्यानाबिजले। हिपी ट्रायलमा चाहिँ एसियाकै सम कन्ट्रीहरू हुँदै लास्टमा चाहिँ नेपालमा इन्ड हुन्थ्यो। त्यति बेला वर्ल्डको टुरिस्टहरू नेपाल गएर हाम्रो काठमाडौँ दरबार स्क्वायर त्यो एरियामा र बसन्तपुरमा चाहिँ एउटा स्ट्रिट छ फ्रिक स्ट्रिट, त्यो पनि त्यति बेलै नाम भएको। त्यति बेला क्यानाबिजको नेपालको क्यानाबिजको चाहिँ बहुत क्रेज थियो र वर्ल्डले रेकग्नाइज गरेको कुरा हो र नेपालीले पनि त्यति बेला त रेकग्नाइज गरेकै कुरा हो। र वर्ल्ड इकोनोमी नै हल्का नेपालको क्यानाबिजले क्रास गरिदिएको हुनाले युएसको इम्प्याक्टमा वर्ल्डभरि नै अब युएसको इम्प्याक्टमा ब्यान्ड गरियो र नेपालमा नि त्यति बेला चाहिँ किङ हुँदाखेरि भएन, तर पछि किङको अलि स्ट्रेन्थ कम भइसकेपछि चाहिँ लिगल भएको हो। त्यहाँदेखि चाहिँ यसको अलि नराम्रो हुँदै गएको मान्छेमा सोच। मैले रिगार्डिङ चाहिँ अब हेम्पको नराम्रो चाहिँ किन मान्छेले सोच्छन् भन्दाखेरि चाहिँ एज अ स्मोकिङको पर्सपेक्टिभले हेर्दाखेरि मात्रै मान्छे नराम्रो सोच्छ, तर त्यो त एउटा जस्ट एउटा पार्ट मात्रै हो। हेम्पको बहुत धेरै युटिलाइजेसन छ। जस्तै एउटा यही हेम्प क्लोदिङ भइहाल्यो, हेम्पबाट हाम्रो ब्रिक्सहरू बन्छ। यो अहिले हाम्रो जति पनि छ ब्रिक्सहरू यो कन्स्ट्रक्सनमा, हेम्पको ब्रिक्सले चाहिँ के गर्छ भन्दाखेरि गर्मीमा चिसो र जाडोमा तातो गराउँछ। त्यो भयो। अनि मेडिसिनल कस्मेटिक्स धेरै छ यसको इन्डस्ट्री। इभन फर्ड एउटा क्यानेडियन कम्पनी हो, फर्डले चाहिँ हेम्पकै कार बनाएको थियो। धेरै पुरानो कुरा हो। हेम्पकै कार जुन चाहिँ स्टिलभन्दा 10 गुणा बढी स्ट्रङ गर्थ्यो त्यति बेला। नाइस। र म चाहिँ अब यो सबै कुराले रेकग्नाइज गर्नुपर्छ, किनकि इकोनोमीको मोस्ट इम्पोर्टेन्ट पार्ट हुनसक्छ हेम्प नेपालमा चाहिँ, किनकि वर्ल्डको बेस्ट हेम्प हो नेपाल। सेकेन्ड बेस्ट भनौँ न, फर्स्ट चाहिँ अफगानी हेम्पलाई भन्छ, सेकेन्ड चाहिँ नेपालको। हामीले नेपालीले नै रेकग्नाइज गर्नुपर्छ त्यसलाई चाहिँ, रिलिगलाइज गर्नुपर्छ। र स्मोकिङ पनि म चाहिँ नराम्रो भन्दिनँ, किनकि अब रक्सी खानु भइरहेछ मान्छेलाई, रक्सी भन्दा कति हो कति फाइदा छ हेम्प स्मोक के अरे क्यानाबिज स्मोक गर्नुमा। त्यही हो मान्छेको पर्सपेक्टिभ हो, त्यो बिस्तारै चेन्ज हुँदैछ, पोजिटिभ हुँदैछ र अझै अब जेनेरेसन चेन्ज हुँदै जाँदाखेरि त्यो हुन्छ भन्ने सोच छ मेरो चाहिँ। अझ एउटा क्वेसन एड गर्छु होइन, त्यो चाहिँ अलिक इम्पोर्टेन्ट क्वेसन छ यति। सो सबै क्लोदिङ ब्रान्डको एउटा हिरो प्रडक्ट हुन्छ, सो तिम्रो चाहिँ हिरो प्रडक्ट के छ? हाम्रो हिरो प्रडक्ट चाहिँ हाम्रो तिब्बतन मण्डला ज्याकेट सेट थियो। त्यो थियो नै भन्छु म, किनकि अब अहिले छैन, त्यो सोल्ड आउट भइसक्यो, अहिले देखाउन सक्दैन। र रिस्टक भइसकेपछि अपडेट गराउँला त्यसको। सो मिस्टर नेपेम्पले चाहिँ हेम्पबाट बनेको के लाइक एक्सेसरिजहरू लुगाहरू के बेच्छ त? हाम्रो चाहिँ मोस्टली एक्सेसरिज नै छ, साइड ब्याग, टोटे ब्याग, अनि सक्स एन्ड ज्याकेट, ट्राउजर्स, मेनली हिपी ट्राउजरहरू, त्यही नै छ अहिले। सो थ्याङ्क यू सो मच सङ्गम फर यर टाइम। मजा आयो कुरा गरेर, हेम्पको बारेमा धेरै ज्ञान पनि पाइयो। सी यू अन कुनै बेला। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर द अपर्च्युनिटी गाइज। थ्याङ्क यू हावर प्रोडक्सन फर दिस अपर्च्युनिटी। मेरो यात्रा एपिसोड 2 निकै नै रमाइलो भयो। म चाहिँ मिस्टर नेपेम्प भ्यान्कुभरको फाउन्डर। You guys can find us on Facebook, Instagram and TikTok. You can find link in the bio.
If you are interested in hemp clothing and accessories, just DM us, and switch to hemp, switch to Mr. Nep Hemp. Thank you.